हजुरको नम्बर कति हो? किन चाहियो? हाम्रो पनि मोबाइल छ नि भर्खर बुवा हजुरले दिनुभयो। अनि खर्च पर्छ दिएर पठायो त बान्द्रालाई? 65 रुपियाँ दिएर पठाएको थियो, त्यति भए त टार्ला नि। त्यो भन्दा बढी दिने त हैसियत नै हुनु पर्यो नि। हेर हेपेर चाहिँ नबोल है। जे भए पनि हाम्रो बान्द्रे पनि त पुलिस जे भए पनि पुलिसदेखि डराएर भागिरहेछ बान्द्रे पनि भने। के रे को भाग्यो रे? किन बोलाएको मलाई? अझै सुरक्षा पुगेन? पुगेन होइन, बढी भयो। अब उहाँलाई लय हुन्छ। किन? सुन लिलाम हुने भयो? ज्याको लिलाम हुने नि, अरू सुन पनि जोड्दैछौँ हामी। जोस् अब सुरक्षा चाहिँ नचाहिने भयो क्या। म यहाँ आफै बल्ली भई मजाले झुनो खाएर। ल हिँड। नमस्कार है हजुर, धन्यवाद। ल अनि बान्द्रे चाहिँ कहाँ गएको नि? तलतिर बस तटै थियो त। बान्द्रे गयो होला नि बजारतिर, घुम्दै होला कतातिर। कतातिर? यता त होइन, यता पनि होइन। प्रहरी जवानको लागि फारम बुझाउने ठाउँ। ओहो, यो त सिपाहीको लागि पो रहेछ। अर्को चाहिँ कता हो? ए भाइ, हजुर, कसलाई खोजेको तिमीले? यो इङ्ग्लिस सेक्टरमा भर्ना हुने चाहिँ कताबाट हो? म भर्ती हुनु पर्यो के? इन्सपेक्टर। कति पढ्या छौ र? पढ्या छु नि 32 क्लास। 32? कुन देशमा पढ्या भाइ? नेपालमै हो। 8 कक्षामा फेल भएर 4 चोटि दोहोऱ्याएँ। 32 क्लास भएन? चुप! त्यहाँ सिपाहीको लाइनमा बस। ए हस् हस्, अलिक सर्नु अगाडि। खुट्टा नि। अहिले के अप जानु छैन? अगाडि यहाँ हो, यहाँनिर सिधा भएर सिधा खुट्टा जोडेर हो। माथि तन्किने होइन, सिधा हेर्ने, आफ्नो सिधा अगाडि हेर्ने। कहाँ तन्किरहेको हो त्यसरी? हात असर जोड्ने। ल सिधा हेर्ने क्या, आफ्नो अगाडि हिँड हो। कता अगाडि लगा, सिधा गरेर सिधा ल जिल्ला सिधा राखेर। ल अगाडि हेर्नु, अगाडि कता अगाडि हेर्नु, आफ्नो सिधा काटेको चाहिँ हेर्नु। पास अगाडि नहेरे, किनभने दुईटी तरुनी देखे, त्यही भएर नहेरे क्या। तपाईँलाई कहाँ यहाँ पनि तरुनी आउँछ त? यहाँ भरि थाहा पनि। ए गुरुबा, हान्न त्यसलाई। कति घामट रहेछ यो। के गर्छ? आज गाउँमा भट्टाभर सिमकार बढिरहेछ। झ्याप्प लिएर तल फुल गरे। यो मेरो आफ्नै नम्बर हो। हेर, सर्वसाधारणको तर्फबाट पहिलोचोटि मोबाइल लिने व्यक्ति नै म हो। के गर्ने, छिमेका सबै अब खल्ली काट्छन्। तेरा बाउ छन्। खुरुक्क नआएर कुरा गर्न सक्दैनस्। यहाँ अर्को आएर कुरा गर्नु पर्छ। ए को करारे? जिन्दगी मोबाइलको मुख नदेखे छुचुन्द्रो। के गर्ने, तिमीहरूको जस्तो गतिलो समाजमा बसिया छैन। ओहो, अरू भन् के छ तेरो हालखबर? यता त सबैलाई स्याल नखाँदैछु क्या, स्यालको बिग्रिगी खान्छ। अब यो स्यालको ठाउँको ठाउँ अन्त्येष्टि हुन्छ। ओहो, बर्बादै भयो नि। दुलोभित्र पो छिरे त। दुलोभित्र छिरे पनि यसलाई ढुकेर भए पनि सिद्धार्छु म। यो स्यालले मान्छेलाई मान्छे गर्नेन। जबसम्म यस्ता स्यालहरू सिद्धिँदैनन् तबसम्म नयाँ नेपालसी कुनै पनि हालत हुँदैन। हेरे होइन, के हो तु पो गर्छ त? ए हेलो, होइन जुवा, मोबाइलमा पैसा सिद्धियो। कतिखेर तेरो मोबाइलमा पैसा सिद्धिन्छ भनेर भित्र कुरेर बसिरहेको थिएँ। पैसा सिद्धियो, के आनन्द भयो भने। धुर्मो, छिटो आउन भने मैले त कुरा गर्नु परेन। गरिस कुरा, मोबाइलमा पैसा सिद्धियो, तुत मात्रै गर्छ। अनि अघि मैले म पहिला कुरा गर्छु भन्दा किन नदिया त? मलाई अरू कुरो थाहा छैन। कुरुक्क पैसा हालेर मोबाइलमा कुरा गर्न पाउनु पर्यो मैले। होइन भने म आज भातै खान्न के। त्यसै मान्छेको सम्बन्ध विच्छेद भयो होइन रहेछ गाँठे? हेलो केन्द्रे,
अनि तेरो गाउँतिरको हाल खबर के छ नि? यहाँ सब ठिक छ, मलाई नि ठिक छ, डल्ले फर्सीलाई नि ठिक छ। लोकेन्द्र एकछिन पखाए, यहाँ डल्ले फर्सी कुहिएर गना जस्तो छ। लोकेन्द्र एकछिन पखाए, म नगनाउनेतिर जाँदैछु। ल भन अनि बासमती खबरदार एक पाइला अघि बढी छोडे। लोकेन्द्र यहाँ त फर्सीले टाढै उडाउला जस्तो छ, म नउडाउनेतिर जान्छु है। अनि हेर्नु न मोबिलमा पैसा सिध्यो भने 2-400 हाल्यो न। ए पैसा होइन, अब पैसा सैसो होइन, अबदेखि तैँले यो मोबाइल पक्दैन। मलाई यहाँ टेन्सन भइरहेको छ, तकाइहाल। अनि दिने बेला दिने, अनि अहिले त्यहाँ आएर के यस्तो हो? चुप लाग। गाडीलाई त बान परेको नि, मोबिल त खोसेर लाग्थ्यो। के रे मोबिल लाग्यो रे? मैले सुन नपाएँ। हेर जसरी भए त्यो मोबिल मलाई चाहिन्छ के, होइन भने म भातै खान्न। भात खाइरहेछु त। यार नसर्का मलाई एउटा तिरिक आयो क्या, काम यता लिएछ। त्यस्तो आँखा राख्दा पनि नबिजाउने मान्छेलाई दैवले हरेर लानु भन्दा त बरु मलाई नै लगायो भए पनि त हुन्छ होला नि। के भन्छ यो? के भयो? किन रोको? मेरो मामा बित्नु भएछ। भर्खरै चिठी आएको। यस्तो बेला सम्झेन भने ठुलो पाप हुन्छ। चिरिया पुत्रीलाई एककाल फोन गर्नु पर्ने, आफूसँग मोबिल पनि छैन। चुप लाग पाजी। ल यो मेरो आफ्नै मोबाइलबाट कुरा गर। यहीँ बसेर कुरा गर्ने र भन्या। हो त हामी कुरा आइहाल्छौँ है। ल जाऊ नरोइकन जाऊ। हे डोलेश्वर महादेव, हे केदारनाथका शिर प्रभु, तिम्रो सृष्टि पनि अचम्मको छ। हिलो हिलो सानो मम्मीको हालहर के छन् दाइ? काना राख्न। ठिक छ, अघिको नम्बर त होइन त यो, कसकोबाट गरे कि? काजीको मुभी लाएर गरे नि। यसमा त जति गरे नि हुन्छ, हाम्रो बाउको पैसा जाने होइन क्या रे? मामा मरे भनेर तिरिक लाएर मोबिल फुत्काएर तिमीलाई फोन गरे नि। अनि अरू सब सुनिरहेको छु मैले। जो मलाई यहाँले फेरि भन्नु त फेरि। ए जोइ साहब नमस्कार। नमस्कार दाइ, नमस्कार। होइन को हो त्यहाँ पछाडि? कोही होइन, टोलको चोरिया हो क्या। के होइन के को स्वास्वा हो? अब उकाली ओह्राली डेलमाथि निचोल खराबी छ क्या। हेर बोलेको मेरो मोबाइलको पैसा जिताइदिने भयो। अनि अरू के छ त जोइ साहब? सब ठिक छ सब। ए जोइ यी पो आइपुगेछ। अब यो मोबिलको के काम लिनुहोस्